हेलो गाइज, अब हामी चाहिँ गोवा जान गएको। हामी रेडी भइसक्यौँ। कस्तो आएको जाने ट्रेनमा। अहिले चाहिँ हामी ट्रेनमा गोवा आइपुग्यौँ, तर गोवा बिचतिर जानु भएको यस्तो भनेर यहाँ गोवा आयौँ, तर यहाँ रुम नपाएर हैरान छ। यतातिर चाहिँ समुद्र छ, हामी चाहिँ यता रुम खोज्दैछौँ। हेलो ल हेलो भनिदिनु दिदी। अर्को दिदी चाहिँ कहाँ गयो फेरि गायब। यहाँ दिदीलाई हाल्यो भने चाहिँ हामी भाइरल हुन्छ अरे। हाई नैनतारा, हेलो भनिदेऊ न यस्तै। तिम्रो ड्याडीले यहाँ सब्सक्राइब हाने खा मेरोमा भरे हेर है। अहिले चाहिँ हामी रुममा आइसक्यौँ। अनि यता बाहिर चाहिँ फेरि यस्तो बाल्कनी छ हाम्रो। अहिले हामी भ्यू हेर्दै यहाँ भाँडा माझ्दै कोही कोही यहाँ चाहिँ नरिवल बुथ छ गाइसहरू। कहाँ जुम गरेर देखाइदिउँ न, जस्तो भ्यू छ। हामी घुम्न जानु अब हामी लाग्यो बिचतिर। हामी चाहिँ यही होटलमा बसेको। छैन जाने हामी चाहिँ आइपुग्यौँ बिचमा खाजा खाएर। कस्तो हुने हो यहाँको स्यान्ड। आई लभ गोवा त कति धेरै हो यहाँ त। वाह वाह वाह।
Not interested in boating. Wait, छाला आउँदो रहेछ यहाँ. मजा आयो मजा डुबेर. के उहिले त कसो उल्टो लाहा त. अहिले चाहिँ हामी नरिवल पानी खान आएको. इन्द्र कता ल्यान्छ कता सर ये बना दो आपको पांडा पीना का लगा नहीं यार टैटू आना लगा टैटू. हंसने भी आई कोई ए सासे नंबर सिन दे दे फ्रेंड कैसी है ना की हामी सामानहरू यहाँ के हो के मैडम बच्ची पे फाइनली यसको ट्याटू यहाँ सुक्दैछ. यहाँ चाहिँ हाम्रो के अरे कहाँको यो दाइ कुन ठाउँको यो दाइ कर्नाटक साउथ. गाइस हामीले साउथको मान्छेहरूलाई एकदम भेटेको छौँ. ये देखो इसका टैटू हो गया है. ये लड़का का टैटू हो गया. हामी यहाँ खाना खान बसेको. हामी यहाँ चिकन बिरयानी खान लागेको. ट्याटू हेर चाहिँ हामीले नेपाली भाइहरू भेटेको छौँ. नेपाली रेस्टुरेन्ट त्यही भएर अहिले यहाँ चिकन बिरयानी ट्राई गरौँ भनेर.